Hello guys, welcome back to my channel. I am Sujana Pariyar. एक्जाम दिँदा मन एकदम फ्रस्ट्रेट भएको थियो, थाकेको थियो, एक्लो फिल भइरहेको थियो। अनि अचानक कसले भन्यो मेरो रसुवा छैन। थाहै थिएन मलाई त, कम्प्लिटली सरप्राइज भयो। त्यो एक वाक्यले सारा थकान उडाइदिए जस्तै। साथीहरू, माया यस्तै हुन्छ, तपाईँ ढुक्कै गर्दा थाहा पाउँछ र मुस्कुराउन बाध्य बनाउँछ। र हामी त्यही राति 8 बजे म त खुसी हुँदै अनि एक त होइन होला जस्तो नि लागिरहेको थियो, अनि फेरि हो रहेछ। अनि हामी राति 8 बजे काठमाडौँबाट निस्कियौँ। त्यो यात्रा पुरै मन पुरै बदलियो। चिसो हावासँगै हामी काठमाडौँबाट निस्क्यौँ। शिवपुर राष्ट्रिय निकुञ्जको त्यो जङ्गलको बाटोहरू चिसो चिसो हावा खाँदै हामी साथीहरू रातको 8 बजे काठमाडौँबाट निस्क्यौँ। चिसो हावा, अप्यारो बाटो र मनमा एउटा एक्साइटमेन्ट। अनि हामी त्यसपछि 11 बजी राति एउटा होटेलमा पुग्यौँ। होटेल पनि फेरि अब पहिल्यै बुक गर्नुपर्ने रहेछ। हामी चाहिँ धेरै 11 बजे धेरै राति पुगेको हुनाले हामीलाई होटेल पनि पाउन मुस्किल भयो। अनि बल्ल बल्ल एउटा होटेल पायौँ अनि हामी त्यहाँ बस्यौँ। अनि त्यहाँ बसेर बिहानै 4 बजी उठ्नु थियो नि त, अनि त्यही भएर नि होला, अनि थकै पनि लागिरहेको थियो। अनि होटेलको बेडमा पनि त्यति निन्दा लागेर निदाएछु। निदाएपछि कति छिटो 4 बजे के थाहा नै भएन। साथीहरू भर्खरै सुतेको जस्तो लाग्थ्यो। 4 बजे हाल्नु बज्यो। मनले भने अझै सुतौ, तर मैले भने उठ्नु छ, अब सुत्दै जानु छ त। कस्तो होला भन्ने छुट्टै एक्साइटमेन्ट भइरहेको थियो। आँखा आधा खुलेकै अवस्थामा बाइकमा चढेर लाग्यो रसुवातिर। साथीहरू, यो सबै भिडियो चाहिँ हामीले अब राति 4 बजी बनाउँदै अँध्यारो भएको कारणले चाहिँ राम्रो देखिँदैन थियो। कति भिडियोहरू चाहिँ हामीले फर्किँदाखेरि बनाइरहेको छौँ भने चाहिँ हामी कतिहरू चाहिँ अब अलिकति उज्यालो भएपछि बनाएकोहरू छौँ। अब के गर्नु, मोबाइल त्यति साह्रो राम्रो चाहिँ छैन होइन, अनि त्यति धेरै ठुलो कन्टेन्ट क्रिएटर पनि होइन। अनि हेर्नु न, अब हामी यो मार्को भन्ने ठाउँमा आइपुग्यौँ। अनि कति ठुलो डाँडाहरू रहेछ। अनि बोर्डहरू चाहिँ ठिकै थियो। अनि हामी चाहिँ आयौँ चाइना बोर्डर। हेलो गाइज, वेलकम टु माई ब्लग। हामी चाहिँ आज चाइना बोर्डरमा आइरहेको छौँ। देख्न सक्नुहुन्छ चाहिँ रसुवा हो। अनि हामी जाँदैछौँ। कोही सुन्नु भयो होला मेरो गीत पनि राम्रो देखिरहेको पनि गाएको। साथीहरू, हामी रसुवा गर्दै पनि आयौँ। पहिला चाइनाको कुरा त्यहाँ पुगेर एउटा कुरा देखि जसले मन भारी बनायो। नेपालतर्फको बाटो भत्किएको चाइनाको चम्किलो र सुन्दर गेट। हाम्रो र उनीहरूको कति डिफ्रेन्ट थियो क्या। अब त्यो माथि एउटा पुल रहेछ, पुलबाट त्यहाँभित्र जानु पनि नमिल्ने। अनि कस्तो नराम्रो लाग्यो। उता चाइनाको कति राम्रो गेट छ, अनि नेपालको हेर्नुहोस् न यस्तो बाटो पनि राम्रो। फर्क्यौँ हामी। त्यसपछि फोटो भिडियो खिच्दै फर्क्यौँ। अनि फर्किसक्दा चाहिँ अनि कति राम्रो सिन देखिरहेको थियो कि मोबाइलबाट। त्यहाँमा चाहिँ अँध्यारो भएर त्यस्तो राम्रो खिच्न पाइएन। अनि अब फर्किँदा चाहिँ राम्रो सिनहरू आइरहेको थियो। अनि त्यसपछि लाग्यो हामी यहाँको अनि त्यहाँको ऐतिहासिक सुन्दर र मन्दिरहरू ठाउँहरू हेऱ्यौँ। अनि मन्दिरहरू बन्दै रहेछ, त्यो भूकम्पले पत्याएदेखि बनाउँदै हुँदाखेरि
सत्तले दरगाहमा कार्यहरू गरिरहेको थियो अनि यसरी नै हाम्रो एक दिनको टुर चाहिँ फिनिस भएर हामी काठमाडौँतिर लाग्यो। अनि मेरो भिडियो कस्तो लाग्छ लाइक कमेन्ट सब्सक्राइब गरिदिनुहोस् ल। म त्यस्तै ठुलो कन्टेन्ट क्रिएटर त होइन, तर घुम्न गएको बेलामा त्यस्तै भिडियोहरू हालिराख्छु। अनि लाइक कमेन्ट सपोर्ट गरिदिनुहोस्। And thank you for watching my YouTube video. Bye bye.